हेलो सबैजनालाई नमस्कार, स्वागत छ हाम्रो नयाँ भिडियोमा। ल है तपाईँलाई चाहिँ आज नयाँ मान्छेको इन्ट्रोडक्सन पनि गराइदिन्छु। उहाँ चाहिँ मेरो बुढी, अनि अबदेखि चाहिँ अब हामी सँगै भिडियो बनाउँछौँ। अनि ऊ आएको पनि लगभग अब 1 हप्ता हुन लाग्यो। सो अहिले चाहिँ हामी जाँदैछौँ पसल, साग तरकारी किन्नु छ अनि मासु पनि किन्नु छ। सो त्यही भएर गइरहेको। ल हामी चाहिँ जान लाग्यो। उता माथि हेर न, यो मौसम चाहिँ यस्तो खराब भएको छ। अस्ति सुरुकै दिनमा चाहिँ हामी दुईजना चाहिँ पसल गएको थिएँ, यस्तै मौसम भएको थियो। आउने बेला पुरै भिजेर आएको थिएँ शरीर, अनि पानी पनि यति ठुलो जोरको परेको थियो, मुसलधारे पानी जस्तो। र अहिले चाहिँ फेरि त्यस्तै अवस्था भइरहेको छ क्या। म चाहिँ फर्स्ट दिन आउँदा चाहिँ तरकारी ल्याउन गएको थियो कि हामी दुईजना चाहिँ, अनि आउने दिन चाहिँ यति ठुलो पानी परेको थियो कि के भनौँ, गाह्रो छ भन्नलाई त। यहाँ रोकेको थियौँ कि यति ठुलो गडाङ गुडुङ पानी परेको थियो। आज नि त्यस्तै भइरहेछ है, पानी पर्ने जस्तै। अनि अब चाहिँ तुलसीलाई अलिअलि यहाँको रुलहरू तिनीहरू पनि सिकाउँदैछु कि। अनि जस्तो यो के अरे ट्राफिक लाइटहरूमा कसरी बाटो काट्ने, अनि कति बेला बाटो काट्ने, अनि यस्तै यस्तै कुराहरू, अलिअलि सानो कुराहरू तुलसीलाई चाहिँ आगै दिनमा धेरै कुरा थाहा भइसक्यो, किनकि मैले चाहिँ धेरै कुरा सिकाइसकेँ यहाँको बारेमा। अनि एउटा कुरा चाहिँ, अनि हामीले चाहिँ रुम सरेर पहिलाको रुम चाहिँ त्यो के अरे कम्पनीको उसमा होस्टेलमा बस्थेँ कि। अनि त्यहाँबाट चाहिँ रुम चेन्ज गरेर म यहाँ माथि बस्न आएको। अनि हाम्रो कम्पनीबाट त्यत्रो टाढा त छैन, लगभग त्यही अब पहिलाको भन्दा त्यही 500 मिटर टाढा भनौँ न। अनि यहाँ तल पनि गाडी चल्छ नि हेर है, अहिले आउँछ नि गाडी, कस्तो खतरा छ है। ल तिमी बताइदियो त यहाँ हाम्रो यो ठाउँमा तिमीलाई के राम्रो लाग्यो त त्यस्तो? मलाई त सबैभन्दा मन परेको भनेको पार्क, कस्तो मन परेको। अनि यहाँको रुलहरू पनि चाहिँ राम्रै छ हाम्रो नेपाल हेरेर है। सबै आफ्नो आफ्नो साइडमा छन्, मान्छे पनि आफ्नो साइडमा, गाडी पनि आफ्नो साइडमा, सबै साइडमै छौँ। जे होस् नेपालभन्दा चाहिँ राम्रै रहेछ। के अरे हाम्रो नेपाललाई चाहिँ नराम्रो भने होइन, तर खोजेको होइन, तर हाम्रो नेपालमा त्यति रुलहरू चाहिँ अब ऊ भएको छैन नि त, अब लागु भएको छैन। छन त छ तर लागु गर्दैनन् कोही। अनि अस्ति पनि हामी अब त्यो कुरा चाहिँ बिस्तारै बताउँला। काठमाडौँ गएर त्यो के भएको थियो कि एक्सिडेन्टहरू भएको थियो, त्यो कुराहरू बिस्तारै बताइदिउँ तपाईँहरूलाई पनि। अनि यस्तै रुलहरूको कारणले गर्दा त्यस्तो घटनाहरू धेरै हुन्छन्। सो त्यही भएर चाहिँ यहाँ चाहिँ राम्रो छ भनौँ, गाडीहरू आफ्नो साइडमा हिँड्छन्, मान्छेहरू आफ्नो साइडमा। सो यति यो कुरा चाहिँ मलाई यहाँको ठिक लाग्छ क्या। अनि घर गएको बेला फेरि के अरे रोडमा हिँड्नै डर लाग्ने कि, अनि गाडीहरू कस्तो दौडाएर आउने। अहिले यहाँ चाहिँ मस्त आफ्नो साइडमा हिँड्यो भने कसैले के गर्दैन। र हामी चाहिँ पुगिसक्यो त्यो पसल हो। यहाँ चाहिँ एकदम सस्तोहरू पाउँछ नि, के अरे तरकारीहरू अहिले चाहिँ पाउँदैन, बिहानको बेला चाहिँ एकदम सस्तो पाउँछ कि। र हामीहरू चाहिँ पुगिसक्यो पसलमा। ल है हामीले चाहिँ सामान किनेर आइसक्यो। आज चाहिँ सस्तो भनेको चाहिँ केरा पाएँ 50 रुपियाँमा, लगभग 6वटा हो कि 6वटा पनि छ। एउटामा 5वटा, एउटामा 6वटा, दुईवटा भन्नाले 100 रुपियाँमा लगभग। नेपालमा पनि छैन यार। हाम्रो नेपालमा आजभोलि 150 रुपियाँ दर्जन छ है मेरो पसलमा चाहिँ है। अब काठमाडौँमा त कति भन्यो, काठमाडौँ 220 रुपियाँ दर्जन छ केरा। र अब चाहिँ हामी यो 7-11 गइरहेछौँ। 7-11मा हिजो तुलसीलाई के अरे त्यो नाना चिकी भन्ने पाउँछ कि, त्यो चिकन सानोवाला, त्योवाला खुवाएको थियो। एकदम मिठो लागेर फेरि खाने भनेर फेरि अहिले आउँछ यही पसलमा आएको छ क्या। एकदम मिठो पनि हुन्छ, पहिल्यैदेखि म खाइरहेको थिएँ खानु त। झन्डै गुलियो हुँदैन है यहाँको यो प्याकिङ स्टाइल चाहिँ खतरा हुन्छ क्या, ट्याक्क मिलेको हुन्छ होइन। अनि यो साइडनिर च्यात्ने हुन्छ, यस्तरी च्यात्यो अनि यस्तरी गरेर खानु लाग्यो। अब यो खाएको फोहोर पनि यहीँ फालेर जाने हो क्या, त्यही भएर यहीँनिर बसेर खाएको, नत्र उता बाटोमा खाम सोचिरहेको थिएँ।
आफ्नो रुममा किन गोमी धेरै बनाउनु है फोहोर, त्यही भएर यहीँ खायो यहीँ फालिदिनु। यहाँ आएर झोला नभन्नु न लाज तुलसीको नयाँ झोला मैले भर्खरै किनिदिएको, गुच्चीको ब्याग यो चाहिँ 1,50,000 250 किनिदिएको मैले। राम्रो लाग्यो नि तिमीलाई? ल है त अब हामी सानो सानो एउटा फोटो खिच्छौँ। म चाहिँ क्यामराम्यान अनि मोडेल चाहिँ तुलसी उता पुरा पोज दिएर बसेका छन्। अब हेरौँ है त मैले कस्तो राम्रो फोटो निकाल्छु। हामी चाहिँ यहाँनिर रेस्ट गरेर बसेर दाइहरू आउँछु भन्दै थियो कि, सो त्यही भएर चाहिँ एकछिन यहाँनिर आराम गरेर अनि जाने। अब तिम्रो म मिठा मिठा कुरा गरौँ है। अस्ति के मैले 1 किलो चिनी खाएको कि क्या मिठो लाग्यो। तिमीले पनि गुड खाथ्यौ है कि उखु खाथ्यौ? यसो यसो मिठो कुरा गरौँ क्या। अनि अरू के खाथ्यौ मिठो चिज? मिठा मिठा कुरा गर्नु जस्तो मिठाईको कुरा गरौँ। मिठाई अनि सोनपापडी। सोनपापडी पनि त मिठाई हो। त्यही त भन्दैछु, सोनपापडीको नाम भन्दैछु नि त। रसवरी, गुलाब जामुन अनि त्यो के पो भन्ने लड्डु अनि अरू के भन्ने त्यस्तो थाहा। अनि उहाँ के अरे पिथौरागढको मिठाई। पिथौरागढको मिठाई त खान पनि पाइँदैन। अब भयो भन्नु मिठाई मिठो के म ले खाऊ। ल है त हामीहरू चाहिँ भिडियो बनाएर अलिअलि फोटो खिचेर यहाँबाट चाहिँ अब रुमतिर लाग्यो। र पछाडि कस्तो मस्तको सनसेट भइरहेछ।